अनि अब हामी सिधै विषयमा जानेछौँ ढिलो नगरिकन। अनि मैले अध्ययन गर्दै गरेको विषय, अनुभव गर्दै गरेको विषय आज म तपाईँहरूको माझमा साझा गर्न चाहन्छु। अनि यो वचनलाई सुन्नभन्दा अगाडि आफ्नो प्रतिक्रिया दिनुहोला। अनि म प्रतिक्रियाको आशा पनि गर्दछु। अनि यो क्वेसन तपाईँहरूको माझमा एउटा राखेको छु। यो क्वेसनको जवाब दिन सक्नुहुन्छ। आफ्नो अनुभवको एउटा प्रतिक्रिया राख्न सक्नुहुन्छ। तपाईँ कुन मण्डलीको हुनुहुन्छ भनेर मैले तपाईँलाई क्वेसन गर्न चाहे। अनि यसको प्रतिक्रिया दिन सक्नुहुन्छ। अनि प्रभुका प्रिय छोराछोरीहरूमा म भन्न चाहन्छु, आजको सन्देशले हाम्रो हृदयमा एउटा प्रश्न चिन्ह दिइरहेको छ है। अनि यो सन्देश म तपाईँहरूको माझमा राख्न पनि चाहे। अनि म तपाईँहरूलाई यसरी भन्न चाहन्छु, के म मण्डलीको सदस्य मात्रै हुँ वा साँच्चै ख्रिस्टको सदस्य हुँ भनेर एकपल्ट हामीले आफूले आफूलाई सोध्न पर्ने हुन्छ। अनि बाइबलले के भन्छ त यो विषयमा भन्दाखेरि चाहिँ आज म कुन मण्डलीको हुँ भनेर यसरी भन्दै गर्दाखेरि चाहिँ आज बाइबलको वचनले के भन्दछ हामी त्यो विषयलाई हेर्दै जानेछौँ है त। मसँग रहनुहोस्। पावलले कोरिन्थीका मण्डलीलाई लेख्दा भने, तिमीहरू कसैले भन्छौ म पावलको हुँ, कसैले म अपोलोसको हुँ, कसैले म केफासको, अनि कसैले म ख्रिस्टको हुँ। अनि उहाँले दुःख प्रकट गर्नुभयो भनेर यसरी हामी वचनमा पाउँदछौँ। अनि उहाँले भन्नुभयो, के ख्रिस्ट विभाजित हुनुहुन्छ? के ख्रिस्ट अलग अलग हुनुभएको छ? पावलको निम्ति अलगै, अपोलोसको निम्ति अलगै, केफासको निम्ति अलगै, यसरी अलग अलग ख्रिस्ट हुनुहुन्छ भनेर चाहिँ यसरी पावलले भन्न चाहेको है। अनि यहाँनिर यसरी हामी यसलाई हेर्न सक्छौँ। आज पनि यही प्रश्न हामीलाई सोधिएको छ, के येशू विभाजित हुनुहुन्छ? के हामी विभाजित हुन जरुरी छ त? के मण्डली विभाजित हुन जरुरी छ त भन्ने प्रश्न यसरी उठिरहेको छ है। अनि तपाईँहरूलाई म कोरिन्थीको मण्डलीको बारेमा अलिकति जानकारी दिन चाहन्छु। बाइबलमा हामी यसरी भेट्दछौँ, कोरिन्थीको सहर चाहिँ एउटा व्यापारिक सहर थियो, समृद्धि र शिक्षित सहर पनि थियो भनेर यसरी हामी पाउँदछौँ। तर त्यहाँको मण्डलीमा आत्मिक परिपक्वता भने चाहिँ थिएन। आत्मामा एउटा हुन्छ नि दरिलो परिपक्वता भन्ने कुरा चाहिँ हामीले यो समयमा पाएका छैनौँ। तर त्यहाँको मण्डलीमा चाहिँ के थियो भन्दाखेरि घमण्ड, प्रतिस्पर्धा र गुटबन्दी बढ्दै गइरहेको थियो। अनि तिनीहरूले भन्ने गर्दथे, कसैले भनेका छन् म पावलको अनुयायी हुँ, आजको भाषामा भन्ने हो भनेदेखि म पावलको फलोवर्स हुँ। अनि कसैले भने म अपोलोसको फलोवर्स हुँ, त कसैले भने म पत्रुसको फलोवर्स हुँ। तर प्रभुका प्रिय छोराछोरीमा म भन्न चाहन्छु, पावलले स्पष्ट भनेका छन्, हामी सबै केवल सेवक हौँ, तर उद्धारकर्ता त एकै हुनुहुन्छ, प्रभु येशू ख्रिस्ट। यी मानिसहरूले के गरेका छन् भन्दाखेरि यो मानिसहरूले चाहिँ शिक्षक वा प्रचारकको शैली हेरेर चाहिँ आफ्नो मनपर्ने अनुयायी रोजेका छन्। जसरी आज पनि कतिपय मानिसहरू यसो भनिरहेका हुन्छन्, म यो पास्टरको फलोवर हुँ, म त्यो पास्टरको फलोवर हुँ, म त्यो पास्टरलाई मन पराउँछु, म त्यो प्रचारकलाई साह्रै मनपर्छ, म त उसकै फलोवर्स हुँ भनेर यसरी हिँडिरहेको हामी देख्दछौँ। तर पावलले के भनेका छन् भन्दाखेरि पावलले यसरी भनेका छन्, तिमीहरूलाई चाहिँ होइन, यानि कि तिमीहरूको निम्ति चाहिँ न त पावलले क्रुसमा चढेर रगत बगाए होइन, न त अपोलोसले तिमीहरूको निम्ति आफ्नो ज्यान गुमाए, न कुटाइ खाए होइन, न जति पनि प्रभुले झेल्न भएको कुराहरू चाहिँ होइन, जुन चाहिँ बलिदानहरू चाहिँ क्रुसमा दिनुभयो त्यो कुराहरू चाहिँ यिनीहरूले गरेका छैनन्। त्यो कुरा चाहिँ क्रुसमा आफ्नो ज्यान गुमाउनु भन्ने कुरा चाहिँ प्रभु येशू ख्रिस्टले गर्नुभएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो विश्वासको केन्द्र चाहिँ यी व्यक्तिहरू होइन, तर प्रभु येशू ख्रिस्ट हुनुपर्छ, यानि कि मानिस होइन, प्रभु येशू ख्रिस्ट हुनुपर्छ भनेर चाहिँ यसरी भनिरहेको कुरा हामी पाउँछौँ। अनि अब हामी यो सबै कुराहरू आउँदै गर्दाखेरि होइन, अब यो मण्डलीमा यी सबै विभाजनको कुराहरू आउँदै गर्दाखेरि आज तेरो मण्डली, मेरो मण्डली होइन, म साँचो हो, तिमी झुटो हौ
होइन, एक अर्कालाई हेर्दै गर्दाखेरि आज त्यो सबै प्रतिस्पर्धाहरू आउँदै गर्दाखेरि आज त्यो सबै कुरालाई हामीले त्याग्नुपर्ने कुराहरू आज बाइबलले हामीलाई सिकाउँदछ। अनि हामी एकतामा बस्नुपर्छ है। हामी सबैजना चाहिँ अनि प्रभुमा बप्तिस्मा लिएको छोराछोरीहरू हौँ, अनि त्यस कारण हामी एकतामा बस्नुपर्छ भनेर चाहिँ यसरी हामीलाई बाइबलले सिकाउँदछ। अनि पावलले आग्रह गरेका कुराहरू हामी यहाँनिर पाउँछौँ। तिमीहरू सबै एउटै विचार र एउटै हृदयमा रहौ भनेर चाहिँ यसरी 1 कोरिन्थी 1:10 भन्दछ। परमेश्वरको परिवारमा गुट होइन, मेलमिलाप हुनुपर्छ। हाम्रो मत होइन, हाम्रो भिजन, हामी बस्ने ठाउँ, हामीले गर्ने काम, हाम्रो सोचाइ फरक हुनसक्छ, तर ख्रिस्टले हामीलाई एउटै आत्मामा बाँध्नु भएको छ। त्यसकारण 1 कोरिन्थी 12:12 यसरी भन्दछ, तिमीहरू धेरै शरीरका अङ्गहरू हौ, तर सबै एकै शरीर हो। जब मण्डली एक हुन्छ, पवित्र आत्मा चाहिँ त्यहाँनिर बलपूर्वक कार्य गर्न सक्छ, तर जब विभाजन हुन्छ नि, आत्मा दुखी हुन्छ है, त्यहाँ प्रभुले काम गर्न सक्नु हुँदैन। त्यो मण्डलीमा कसरी चाहिँ अनि चङ्गाइ आउँछ, कसरी चाहिँ अनि त्यहाँनिर चाहिँ अनि मण्डली वृद्धि भएर जाने त भन्ने कुराहरू ठुलो प्रश्न चिन्ह आइरहेको हुन्छ। आजको मण्डलीमा विभाजनको रूप हेर्छौँ भनेदेखि आज विभाजन धेरै तरिकाले देखिन्छ है। कसैले धन र पदको कारणले गर्व गर्छ होइन, अनि कसैले परम्परालाई बढी महत्त्व दिन्छ, कसैले आफ्नो प्रचारक वा समूहलाई ख्रिस्टभन्दा पनि माथि राखिरहेको हामी देख्दछौँ। त कसैले भन्छ हाम्रो मण्डली मात्र साँचो हो, हामी मात्रै ठिक बाटोमा हिँडिरहेका छौँ, हामीले गर्ने काम मात्रै ठिक हो है। अनि यसरी प्रतिस्पर्धा चलिरहँदाखेरि आज हाम्रो प्रतिस्पर्धामा प्रभु यीशु ख्रिस्ट बाँडिराख्नु भएको छ, जुन कुरा चाहिँ अनि बाइबलले मना गर्दछ, नहुनुपर्ने कुरा भन्दछ। हामी सबै एउटै प्रभुमा बप्तिस्मा लिएका छौँ भन्ने कुरा चाहिँ हामी बिर्सिरहेका हुन्छौँ। अनि बाइबलको अनि यो वचनलाई हामीले बाइबलमा कहाँ भेट्छौँ भन्दाखेरि एफिसीको पुस्तक 4:5 यो कुरालाई हामी पाउँछौँ। यहाँ यसो भनिएको छ कि हामी सबै चाहिँ एउटै प्रभुमा बप्तिस्मा लिएका छौँ भनेदेखिको आज तपाईँ र मेरो मण्डली कसरी अलग हुनसक्छ, तपाईँ र मेरो आज केन्द्रमा राखिएको व्यक्ति कसरी अलग हुनसक्छ। आज तपाईँ र मैले केन्द्रमा राख्नुपर्ने एउटै हुनुपर्छ, त्यो हो प्रभु यीशु ख्रिस्ट। भनेपछि हामीले केन्द्रमा प्रभु यीशु ख्रिस्टलाई राखेको छ भने प्रतिस्पर्धा चाहिँ किन हुनुपर्ने प्रतिस्पर्धा चाहिँ ठुलो प्रश्न चिन्ह। त्यस कारणले गर्दाखेरि हामी सबैले त भन्नु सक्नु पर्यो नि त है। हामी विभिन्न प्रकारको नामले हामी चल्छौँ होला, चिन्हको निम्ति संसारमा हामीलाई एउटा पहिचानको निम्ति हामीले अब हाम्रो मण्डलीको नामहरू राख्छौँ होला, ठिक छ। तर हाम्रो सबै कुरा बिर्सेर जब हामी एक मतमा आउनु छ भनेदेखि हामी सबैले भन्न सक्नुपर्छ सबै कुरा बिर्सेर हामी सबै ख्रिस्टको मण्डली हौँ। ख्रिस्टको देहमा म होइन, हामी महत्त्वपूर्ण छ भन्ने कुरा हामीले बिर्सिसकेका छौँ। हामी हुनु पर्यो नि त, हामीले गरेको होइन। अनि यहाँ त म मात्रै भन्ने कुरा आउँछ। कसरी आउँछ भन्दाखेरि आज हेर्छौँ भनेदेखिको मण्डलीमा है, कोही पनि नयाँ व्यक्ति आयो, उसले केही नयाँ कुरा सुझावहरू मैले गरेको अनुभव तपाईँहरूसँग सेयर गर्दैछु। धेरै पटक यो कुरा भइ पनि रहेको छ है। अनि विभिन्न जग्गाहरूमा घुमिराख्दाखेरि, विभिन्न जग्गाहरूमा ठाउँमा जाँदै गर्दाखेरि, नयाँ व्यक्तिहरूसँग मिल्दै गर्दाखेरि यो प्रतिस्पर्धाको कुराहरू सुनिरहेका छौँ। यो मण्डली चाहिँ मैले 15 साल लगाएर खडा गरेको, यो मण्डली चाहिँ मैले यति वर्ष मेहनत गरेर आज यत्रो मानिसहरू जम्मा हुन्छ यहाँनिर, आज 5 लाख 6 लाख मानिसहरू 1 लाख मानिसहरू आउने मैले बनाएको छु। कति मेहनत गरेर मैले यो मण्डलीलाई खडा गरेको छु, तिमीलाई के थाहा भन्ने कुराहरू यसरी मण्डलीको अग्रजहरूले भनिरहेको कुराहरू हामीले सुन्छौँ। तर म प्रभुका प्रिय छोराछोरीहरूमा भन्न चाहन्छु आज पनि मण्डलीको देहमा म होइन, हामी हुनपर्छ है। अनि वचनले यसरी भन्दछ, अघि आउने पछि अनि पछि आउने चाहिँ अघि हुनेछ। त्यस कारणले गर्दाखेरि त्यो जुन चाहिँ मण्डली खडा भएको छ नि, त्यो मण्डली चाहिँ अनि त्यो कुनै पनि पास्टर, एल्डर र डिकनले खडा गरेको हुँदैन, त्यो चाहिँ प्रभुले खडा गर्न भएको हुन्छ है। किनभनेदेखि चाहिँ म तपाईँलाई एउटा उदाहरण दिन चाहे, वचन चाहिँ एउटा बिउको रूपमा प्रकट गरिएको छ नि त है। अनि बिउ चाहिँ यदि कुनै किसानले बारीमा लगेर छर्यो
भनेदेखिको उसले छर्ने काम त गरे नि त होइन। जसरी मण्डली एउटा कुनै पनि एउटा मण्डलीलाई खडा गर्नको निम्ति मण्डली खडा गरियो, चर्च बनाइयो भनेदेखिको अब हामीले त्यहाँ के गऱ्यौँ त छर्ने काम गऱ्यौँ है। तर छरेर भोलिको दिनमा त्यहाँनिर मण्डली ग्रो हुने अनि त्यहाँनिर पवित्र आत्माको काम हुने, त्यहाँनिर चङ्गाइ हुने काम चाहिँ प्रभु यीशु ख्रीष्टले गर्न सक्नुहुन्छ। तर संसारमा भएको व्यक्तिले त्यो काम गर्न सक्दैन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब एकताको लागि चाहिँ नम्रता र क्षमाको अभ्यास चाहिँ हामीले कसरी गर्ने त? अब हामी यो सबै प्रतिस्पर्धाहरू हाम्रो जीवनमा आउँदै गर्दाखेरि है, यो सबै कुराहरू आउँदै गर्दाखेरि हामी त यो कुरामा दोहोरिराख्नु त भएन। हाम्रो चाहिँ जीवनमा एकता हुनु एकदमै जरुरी छ। त्यस कारणले पावलले के भनेका छन् भन्दाखेरि हामी हाम्रा सेवकहरूलाई ख्रीष्टका निम्ति सेवक ठानौँ। पहिलो कोरिन्थी 4:1 यसो भनिएको छ, एकताको सुरुवात नम्रताबाट हुन्छ। जहाँ घमण्ड हुन्छ त्यहाँ आत्मिक झगडा हुन्छ, तर जहाँ क्षमा, नम्रता र प्रेम हुन्छ त्यहाँ पवित्र आत्माको उपस्थिति बलियो हुन्छ। यदि कसैसँग झगडा छ भने एकअर्कालाई क्षमा गर भनेर चाहिँ यसरी कलसीको पुस्तक 3:13ले भन्दछ। अब म एउटा उदाहरण तपाईँलाई साझा गर्न चाहे। एक दिन चाहिँ 2 जना दाजुभाइमा झगडा भएछ अरे है। अनि झगडा भयो, उनीहरू धेरै सालदेखिको अनि नबोलेको होइन। 2 जना दाजुभाइ धेरै सालदेखि नबोलेको अनि एउटा खोला पारी एउटा खोला वारी बस्ने गर्थे अरे होइन। अनि एक दिन चाहिँ अचानक एउटा दाजुलाई चाहिँ के भएछ भन्दाखेरि अब म त भाइसँग बोल्नुपर्छ है, यतिका सालसम्म म आफ्नो भाइसँग बोलेको छुइनँ भनेर उसको मनमा अचानक त्यो कुरा उठ्दाखेरि चाहिँ अनि उसले अब म गएर भेट्छु भन्दाखेरि अनि ऊ जानु खोज्दाखेरि त बाटोमा त उसले के गरेछ, खोला भेट्यो। अनि खोला भेट्दाखेरि त्यो खोलामा त पुल त भत्केको रहेछ। अब कसरी जाने त भाइ भएकोमा है। ऊ त भाइसँग भेट्नको लागि उत्सुकता भइरहेको छ, म भाइलाई क्षमा गरिदिन्छु, म पनि क्षमा माग्छु भनेर उत्सुकता भइरहेको छ। अब उसकोमा एउटै अप्सन रह्यो। के अप्सन रह्यो भन्दाखेरि उसले पुल बनाउनु पर्ने पर्यो है। अनि उसले यहाँनिर चाहिँ के गरेको छ भन्दाखेरि चाहिँ यो कथामा चाहिँ उसले एकदमै ठुलो निर्णय लिएको छ। अब म पुल बनाएर भए पनि मेरो भाइ कहाँ भेट्न चाहन्छु भनेर चाहिँ उसले पुल बनाएर आफ्नो भाइ कहाँ भेट्न गएर आफ्नो भाइलाई क्षमा मागेको छ अनि उसले क्षमा पनि दिएको छ है। अनि जब उसले नम्रताको साथ हात बढायो त्यस क्षणमा शान्ति फर्कियो भनेर यसरी भन्दछ। त्यो पुल एकताको प्रतीक हो। हामी पनि के हुनुपर्छ भन्दाखेरि हामी पनि चाहिँ प्रभु यीशु ख्रीष्टमा चाहिँ पुल निर्माण गर्ने हुनुपर्छ, पर्खाल चाहिँ हुनु हुँदैन भन्नु खोजेको यो कथामा मैले तपाईँलाई यो कथाबाट यही कुरा सम्झाउन खोजेको कि हामी पनि के हुनुपर्छ त भन्दाखेरि त्यसरी नै एकअर्कामा प्रतिस्पर्धा होइन, हामी अलग अलग हुने होइन, तर एकअर्कामा हामी पुल निर्माण गर्ने हुँ न। हामी एकअर्कामा अघि बढाउँ न, प्रतिस्पर्धा किन? हामी त किनभने सबैजना प्रभु यीशु ख्रीष्टमा नै हामी दौडिरहेका छौँ है। हामी सबैजनालाई थाहा छ हाम्रो केन्द्रमा को हुनुहुन्छ भन्ने कुरा। फेरि प्रतिस्पर्धा चाहिँ किन भनेर चाहिँ मैले भन्न चाहेको। अनि पावल, अपोलोस र केफास सबै परमेश्वरका सेवक थिए होइन र है। तर पनि मानिसहरूले उनीहरूलाई अलग अलग आफ्नो आफ्नो केन्द्रमा राखेको कुरा हामीलाई थाहा छ। तर यहाँनिर पावलले वचनमा यसरी भनिएको छ, पहिलो कोरिन्थी 3:6 यसरी भनिएको छ, पावलले बिउ रोपे, अपोलोसले पानी हाल्यो, तर वृद्धि दिने परमेश्वर हुनुहुन्छ। यहाँबाट हामी एउटा शिक्षा लिन सक्छौँ, सेवकको चाहिँ नाम होइन, सेवाको फल दिने परमेश्वरको चाहिँ महिमा हुनुपर्छ है। हामी चाहिँ के गर्छौँ, हामी चाहिँ सेवककै महिमा गर्न, सेवकलाई नै पुज्नु थाल्छौँ कि हामी चाहिँ होइन। अब त्यो सिचुएसनहरू आइरहेको छ होइन। अनि मानिसलाई नै हामीले केन्द्रमा राखिरहेको हुन्छौँ, तर हामी जसले चाहिँ त्यो सेवकलाई चलाइराख्नु भएको छ, जसले चाहिँ अनुग्रह दिइराख्नु भएको छ, उसलाई हामी बिर्सिन्छौँ हामी है। त्यस कारणले गर्दाखेरि चाहिँ अनि हामीले चाहिँ पुज्नुपर्ने चाहिँ कसलाई हो भन्ने कुरा चाहिँ हामी यो वचनबाट बुझ्दैछौँ। अनि पावलले वचनमा यसरी भनिएको छ, पावलले कहिले आफूलाई अगाडि राखेनन्। उनले भने हामीले प्रचार गर्ने चाहिँ ख्रीष्ट हो, न कि आफू। यानि कि जब पनि हामी प्रचार गर्न निस्कन्छौँ भने चाहिँ हामीले आफ्नो बढी बढाए, हामीले आफूलाई बढाएर चढाएर हामी आफू फेमस हुनको लागि होइन, तर हामीले चाहिँ जहिले पनि हामी प्रचार गर्न जान्छ हाम्रो मुखबाट चाहिँ नि अन्य कुराहरू, कथाहरूदेखि होइन
विभिन्न प्रकारको विषयहरूलाई चाहिँ कम्ती गरेर चाहिँ हामीले चाहिँ ख्रिस्टको वचनलाई मात्रै हामीले अगाडि राखेर चाहिँ हामीले प्रचार गर्न पर्ने हुन्छ। किनभने हामी चाहिँ ख्रिस्टको प्रचारक हौ नि त, होइन? त्यस कारण ख्रिस्टकै प्रचार हुनुपर्छ, तपाईँ हाम्रो प्रचार हुनु हुँदैन भन्न खोजिएको। ख्रिस्टको क्रुस एकताको आधार हो, होइन? जो प्रभु यीशु ख्रिस्टको क्रुस छ नि, त्यो क्रुस चाहिँ जब तपाईँ अनि मेरो हृदयमा छ भने चाहिँ हाम्रो एकताको आधार पनि त्यही क्रुसै हुनुपर्छ। त्यसकारण पावलले के लेखेका छन् भन्दाखेरि हामी ख्रिस्टको क्रुसको सन्देश प्रचार गर्छौँ। पहिलो कोरिन्थी 1:18 यसरी भन्दछ, क्रुस नै हाम्रो मिलनको बिन्दु हो, होइन? मिलनको बिन्दु के हो त? क्रुस हो। क्रुसले हामीलाई सम्झाउँछ, होइन? क्रुसमा हामीले क्षमा पाएका छौँ, म पापी थिएँ भन्ने कुराको अनुभव गराउँछ। त्यस कारणले गर्दाखेरि त उहाँको अनुग्रहले बाँचिरहेको छु भन्ने चाहिँ हाम्रो मनमा हुनुपर्छ, न कि हामी चाहिँ अनि मानव जातिको अनुग्रहले बाँचिरहेको छु भन्ने अनुभव चाहिँ हाम्रो हृदयमा हुनु हुँदैन, होइन? अनि हामीले जहिले पनि प्रभुमा आफूलाई समर्पित गरेर हिँड्नुपर्छ। तर यो तेरो यो मेरो भनेर प्रतिस्पर्धा होइन? अब चाहिँ हामीले जब प्रभुमा सेवा गर्न निस्किन्छौँ भनेदेखि चाहिँ मसँग चाहिँ घमण्ड गर्ने चिज केही छैन प्रभु, तपाईँ सबै कुछ हुनुहुन्छ, तपाईँले महान हुनुहुन्छ भनेर चाहिँ हामी निस्कन पर्ने हुन्छ भन्ने कुराहरू हामीले यहाँबाट बुझ्न सक्छौँ। अनि जब हाम्रो हृदयमा क्रुस हुन्छ भने चाहिँ हामीले गर्ने घमण्डहरू सबै तोडिन्छ। हामीले एउटै कुरामा घमण्ड गर्नुपर्ने हुन्छ, प्रभु मैले तपाईँलाई चिनेको छु भन्ने कुरामा हामीले घमण्ड गर्नुपर्छ। वचनले त्यही कुरा हामीलाई सम्झाउँदछ, न कि मैले बाइबल सम्पूर्ण सिकिसकेँ, है? मैले अनि क्लास गरेँ, बाइबल क्लास गरेर चाहिँ अनि म चाहिँ एकदमै अब बाइबलको वचनमा पुख्त भइसकेको छु, वचन जुनै जहाँबाट भने मलाई सबै कुरा याद छ भन्ने कुरामा चाहिँ गर्व गर्नु होइन, है? तर मैले प्रभु तपाईँलाई चिनेको छु भन्ने कुरामै घमण्ड गर्नुपर्छ, है? क्रुसमा टाँगिनु भएको ख्रिस्टमा नै हामीले घमण्ड गर्नुपर्छ भनेर हामीले यहाँबाट बुझ्न सक्छौँ। अब ख्रिस्टमा एक हुनु भनेको चाहिँ कस्तो हो त, है? हामीले कतिजना कन्फ्युज हुन सक्छौँ। ख्रिस्टमा एकता भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामी यसरी बुझ्न सक्छौँ, जब हामी ख्रिस्टमा एक हुन्छौँ नि के हुन्छ भन्दाखेरि चाहिँ हामी एकै आत्मामा प्रार्थना गर्छौँ, एउटै आत्मामा मिलेर प्रार्थना गर्छौँ, प्रतिस्पर्धा हुँदैन, घमण्ड हुँदैन, गुटबन्दी हुँदैन। हामी एकअर्काको बोझ बोक्छौँ। त्यो मण्डलीलाई केही पर्यो, म छु, हामी पनि त्यही एउटै हो, होइन? हामी आफ्नो जग्गामा बसेर प्रभुको सेवा गर्दैछौँ, तर त्यो मण्डलीमा केही पऱ्यो भने हामी उसको बोझ बोक्नको लागि रेडी हुन्छौँ। तर त्यहाँ केही परेछ, त्यही हो नि त, यहाँ हाम्रोमा पो पवित्र आत्माले काम गर्छ, त्यो मण्डलीमा छैन, त्यहाँ त्यस्तै हुन्छ, तपाईँलाई थाहा छ त, यता आउनुहोस् भन्ने कुराहरू हुँदैन भन्न खोजिएको। हामी प्रतिस्पर्धा होइन, सहयोग गर्छौँ। हामी हाम्रा मतभेदहरूलाई क्रुसको छायामा राख्छौँ, सबै कुरा बिर्सेर हामी क्रुसमा अघि बढ्न थाल्छौँ भनेर चाहिँ हामी यहाँबाट बुझ्न सक्छौँ। हामी सबै एउटै आत्मामा पवित्र आत्माबाट बप्तिस्मा लिएका छौँ। पहिलो कोरिन्थी 12:13 यसरी भन्दछ। अब आज हामीलाई आजको युगमा आज जुन प्रकारले संसार दौडिरहेको छ, आज हामीले कसरी बुझ्ने त भन्दाखेरि मण्डलीमा कोही पनि म यो पास्टरको त्यो प्रचारकको भनेर यसरी नबनोस्, होइन? सबैले भन्न सक्नुपर्छ म ख्रिस्टको हुँ। हाम्रो निष्ठा, प्रेम र भरोसा सबै येशूमा केन्द्रित हुनुपर्छ। प्रभु येशूले भने मलाई छोडी तिमीहरूले केही गर्न सक्दैनौ, है? यूहन्नाको पुस्तक 15:5 यसरी भन्दछ, मलाई छोडी तिमीहरूले केही गर्न सक्दैनौ भनेपछि प्रभुले खुदै भन्नुभएको छ, मलाई छोडेर तिमीले केही गर्न सक्दैनौ भनेपछि हामीले भन्न मिल्छ होला त, मेरो मण्डली हो, यो मेरो चर्च हो भन्न मिल्छ होला त? मिल्दैन नि। हामी सबैजना के हो त? ख्रिस्टको मण्डली हो, हामी सबैजना ख्रिस्टको अङ्गहरू हौँ, है? यसरी चाहिँ हाम्रो मुख वृन्दले चाहिँ हामीले भन्नुपर्ने हुन्छ, स्वीकार्नु पर्ने हुन्छ भन्ने कुरा मैले तपाईँहरूसँग साझा गर्न चाहेँ। अब हामीले यसरी अन्तिममा यहाँबाट यसरी बुझ्न सक्छौँ, प्रभुका प्रियजनहरू, हामी सबैले मिलेर भन्न सकौँ, म पावलको पनि होइन, म अपोलोसको पनि होइन, म केवल ख्रिस्टको हुँ भनेर चाहिँ यसरी भन्न सक्नुपर्छ। आज म तपाईँहरूलाई त्यही कुराको उत्साह दिन चाहन्छु। यदि हामी एउटा मण्डलीको, म यो मण्डलीको हुँ, म त्यो मण्डलीको होइन भनेर यसरी हामी हिँडिरहेका छौँ भनेदेखि चाहिँ आजदेखि त्यो कुरालाई हटाइदिउँ। किनभने जब हामी संसारको कुरामा दौडिन्छौँ भने यही कुराहरू हाम्रो हृदयमा कुदिरहेको हुन्छ, तर हामीले बाइबलको वचनमा कुद्न पर्ने हुन्छ, बाइबलको वचनलाई नै हाम्रो जीवनमा उतार्न पर्ने हुन्छ। त्यस कारणले हामीले ती सबै कुराहरू बिर्सन पर्छ,
है। यदि हामी येशूको नाममा एक भयौँ भने मण्डलीमा के हुन्छ त भन्दाखेरि मण्डलीमा चाहिँ नि जागृति आउँछ है। मण्डलीमा जागृति आउँछ। त्यो सबै कुराहरू जो चाहिँ रोकिएको छ त्यो सबै कुराहरू फर्केर आउँछ। प्रभु यीशु ख्रीष्टको उपस्थिति त्यहाँ रहन्छ। तर यदि हामी गुटबन्दीमा बाँड्यौँ भने पवित्र आत्मा मौन रहन्छ। पवित्र आत्मा त्यहाँनिर कार्य गर्न सक्नु हुँदैन है। त्यस कारणले गर्दाखेरि प्रभुका प्रियजनहरूमा म भन्न चाहन्छु, हामीले त्यो सबै कुराहरू बिर्सेर आज हामीले हाम्रो मुखले भन्न सकौँ म ख्रीष्टको मण्डली हुँ। अब यहाँबाट म तपाईँहरूलाई एउटै कुराको सन्देश दिन चाहन्छु। मण्डलीमा एकता परमेश्वरको इच्छा हो, मानिस होइन। येशू ख्रीष्ट हाम्रो केन्द्र हुनुपर्छ। क्रुसमा हामी सबैले के गर्नुपर्छ? क्रुसमा गर्व गर्न सक्नुपर्छ। त्यसको बादमा चाहिँ के हुन्छ? एकता हामीमा आउन सक्छ भनेर यसरी म तपाईँहरूलाई सन्देश दिन चाहन्छु। अनि म ख्रीष्टको हुँ भनेर नै हामीले भन्न सिक्नुपर्छ। अनि यही नै हाम्रो के हुन्छ? साँचो क्रिस्चियन यानि कि साँचो प्रभुको छोराछोरीको हाम्रो चिन्ह यानि कि पहिचान पनि